कि विश्वास लाग्दैन र यार। यो आमा जस्तै इज्जत दिन्छु मैले भनेको थिएँ, तर के गर्ने, सबै सोच मेरो सोच रह्यो, त्यसैले कहिले सकिँदैन मनको बोझ मेरो। जहिले पनि यतिकै हो फिस्टा लाँदा लाइनहरू सबै आउँछ मेरो। कहिले हुन्छ मेरो खाली बोझहरू, मेरो खोजहरू जस्तो डायमन्ड हिराहरू, मेरो मनको घाउहरू जस्तै मेरो हेरन चालहरू। केजिएफ भन्दा नि पक्कै दामी हो हुँदैछ मेरो सालहरू, त्यसैले पाइला सम्हालेर मेरो चाल हो त खुच्चे बायहरू। के भने सबैलाई ग्याङ ब्याङ रियल चिज देखाउँछु कस्तो हुन्छ भनेर, मैले सिधा फ्रेस तालमा हानेर देखाउँछु कसरी सबैलाई ह्याप्पी शिवरात्रि। जय भोले। आज मैले सबै मनको कुरा गर्छु मैले आफ्नै भोलेसँग, त्यसैले पनि म बस्छु भोले। त्यही भएर भोलेको मलाई फ्यान हो, सम्झिन बेला सम्झिन्छु मैले जहिले। खाली खोल्ती भए पनि त्यसैले के भएन मेरो शब्दहरू यतिकै खेलाउँछु मैले सबैलाई। मैले भन्छु यतिकै दामीसँग तरिकाले ह्याप्पी शिवरात्रि। सबैलाई दामी छ मेरो चाल ढालहरू, सबैलाई त्यति दामी छ मेरो शिवरात्रि भनेर भोलेलाई साउट पनि के भन्ने आज त दामी छ। यो बोलाको होइन केही पनि भाङहरू घोटेर हानेको आज मैले पनि दामी हुन्छ। त्यही भएर कहिले कहिले हान्नु पर्छ शरीरलाई दबाई हुन्छ। अनि यो चालहरू फेसहरू दामी हुँदै गएको मेरो यो बिट अफ भइदि सक्यो मेरो। के गर्ने खराब बानी छैन नि त त्यस्तो प्रक्रिया हो भनेर सम्झाउन चाहन्छु तिमीलाई मेरो रानी तिमी बनिदेऊ न। अनि भनिदिन्छु म राजा तिम्रो, छुट्टै हाम्रो कहानी त्यसरी हुन्छ कि छुट्टै संसारमा एउटा रात मुद्दा मदन जस्तो के भएको बिटहरू पनि मैले मनदेखि हानिरहेको जस्तो भए पनि मैले ठेक्का तान्दै होइन नि। बाजा भाङ घोटेर फेरि शिवरात्रि वान्स अगेन माई अल ब्रदर्स एन्ड सिस्टरहरूले सबै लेट्स गो होका इन द हाउस चेक इट आउट। पारा जहिले पनि सिम्पल हुन्छ जेनेरेसनमा न्यू जेनेरेसनको कसरी हान्नु पर्ने मेरो सोचहरू दामी हुन्छ, त्यसैले पागल जस्तो सोच मेरो अस्तिको सरी भन्दै सबैलाई मैले के गर्ने मेरो दुःखहरू यतिकै भन्दैछु यतिकै बिटहरू सुन्दैछु जे बोल्छ मैले बिटले भन्छ मैले त्यसैले बिटहरू कान नजिक ल्याइ सुन्दैछु। यस्तै हो चाल ढालहरू जहिले पनि दामी हुन्छ, त्यसैले खादिनँ मैले त्यस्तो झारपातहरू खाली खाने हो त खोका बरु। मेरो शब्दहरू तिखार्दै हो मैले त्यसैले हान्दैछु फ्रिस्टाइल बरु। यो नसाहरू त्यस्तै हो जिन्दगीको नसा बय पुग्छ बरु। कस्तो दामी छ मेरो आजकल दिनहरू। बिर्सिदिन्छु भन्छु फेरि तर त्यस्तै हुन्छ हालत फेरि मेरो बिग्रिँदै जान्छ किन होला। निन्द्राहरू पनि लाग्दैन यस्तै हो रातिभरि आफ्नै गाउँदै ठिस्किन्छ भन्छु होला म सम्झेर भनेर यतिकै ऱ्याप खान्छु मैले जहिले। तर यस्तै हो भविष्यको आफूले त ख्याल राख्नु पर्यो मैले होइन र कति दिनसम्म सम्झेर बस्न सक्छु र मैले। फर्किआउनु तर जस्तो किरामा छु भने हेर्न म छु नि मा अरू छ पेरियाई नाम लिनु हुने एमैबाट आउँछ। आमाकै जस्तै इज्जत दिन्छु भने थिएँ अब यार होइन। पहिला पहिला हुनेहरूलाई थाहा होला कस्तो छिटो मेरो पारा हेर्न भोलि छाडाहरू छैन नि त्यस्तो खराब बानीहरू यस्तै हो मैले हानिरहेको आफ्नै बरु मैले पनि आफ्नो सानो सपनाहरू ठुलोहरू छ नि बनेर लक्ष्य ठान्ने होइन कहिले दामी ऱ्यापहरू लेख्दै जान तैँले बनेर यतिकै हान्दै बस्छु मेरो खाली गल्तीहरू त्यस्तै भयो जहिले पनि हुन्छु र हँसाउँछु मैले त्यसैले जहिले मैले यस्तो खराब दामी छैन किनकि मेरो अरू जस्तो भन्छु मैले दामी हुन्छ मेरो चाल ढालहरू यस्तै हो जे पनि लायो भने खोका जस्तो देखिन्छ त्यसैले त्यस्तो लोभ छैन मलाई जस्तो भए पनि रियल देखाउँछु खराब भए पनि देखाउँछु जति सताहरू मेरो यही हो मेरो चोरे
चाल मेरो दिनहरू कस्तो दामी हुँदैछ नि सबैले के मैले ह्याप्पी शिवरात्रि भन्दै मेरो मनैले के भनेको ल के गर्ने यस्तै हो ह्याप्पी शिवरात्रि भन्दाखेरि सबैलाई त पिस भयो जस्तो लाग्यो होला तर के पनि होइन यो शब्दहरू चाल बाकोहरू जस्तै मेरो चाल स्यालको जस्तो पनि हुन्छ बिस्तारै सबले चाल है त भनिरहेको मेरो भावना यो आफैलाई लाग्छ किन हो मेरो कुराहरू टिसहरू पागल जस्तो किन लाग्छ मलाई आफूले के गर्नु भनेर रातभरि स्याल जस्तो किन भुकिरहेको स्याल नजिक भयो त्यहीसँग खेलान्थे बरु यो चेक जितेका मेरा दिनहरू त्यस्तै गए एकछिनहरू बिलहरू दिनहरू जस्तै थाकिँदै आएको मेरो पलहरू ढालहरू चामी त्यसैले हामीहरू खुट्टा बाहेकहरू केही पनि नखाने मेरो दाइ मेरो भाइ इट्स मी यो खोक्का दाइ भनेर के गर्ने त मैले भने पागल जस्तो किन भइरहेको मेरो आँखाहरू दामी ओठहरू पनि दामी लिप्सहरू दामी त्यसैले भाउँदैन छोडे मैले चिक्सहरू लाएँ अब मैले दामी हाल्छु सङहरू त्यसैले सम्झेर फेरि आऊ भने मैले तिमीलाई यो गेडा यस्तो भयो जिन्दगी हालतहरू मेरो पागल जस्तो के हो चाहेको एक्लै नै थिएँ मैले तिमीलाई हर वक्त हर एकछिनलाई भए पनि टाढी नदिन मैले कहिले पनि तिमीलाई तर साँचो धेरै माया भयो भन्थ्यो नि केटीलाई पस्दैन नि कहिले पनि त्यसैले हो अब मैले सबैहरूलाई सुनाउँदै हान्छु यतिकै नै विस्तार नाम नि देख्ने भन्यो भने के गर्ने इज्जत गुमाउन चाहन्न मैले तिम्रो पनि समय मेरो तिमीलाई नि रेस्पेक्ट छ त्यसैले हो त यो तिम्रो खोका सधैँ यस्तै छ भनेर तान्दैन त्यस्तो ठिस कुराहरू मनको पीडाहरू सुनाउन तिमीलाई बुझ्नु भनेर खोजेर मैले मेसेज गरेको हो किन यस्तो हो धेरै लामो समयसँग बोल्न पाएन त्यही भएर मेरो भावनाहरू त्यस्तो थियो कति गाह्रो हुन्छ मलाई यो दिनहरू काट्न रातिहरू झन् काट्न मलाई लाग्छ मेरो मुटुमा गोली हानिन्छ ढा मेरो शब्दहरू कहिले लाग्छ आफूलाई किन गहिरो समुद्र जस्तै डार्कहरू ब्ल्याक होलहरूमा जस्तो लाग्छ हेर न चारैतिर अँधेरो छ बिचहरू बल्ब निकालिदिएर ठिस हान्दिन म के गर्छौ तिमीले खेलायो भावनाहरू भनेर पनि तिमीलाई मैले दोष दिनु छैन केही माया त गरेको हो एक्लैले त्यसैले मैले जहिले पनि ऱ्याप फान्छु यतिकै तिमीलाई भावना बुझाउन चाहन्छु भनेर सुनाउँछु जहिले पनि हेर न त तिमी पनि बुझिदेऊ न हो मेरी प्यारी भने नानी भने तिमीलाई भन्थेँ मैले सधैँभरि तिमीलाई कति मेसेजहरू पछि पढ्थेँ तिम्रो किन हो त यस्तो बानी सम्झेर भनिरहेको तिमीलाई पढेँ के गर्ने अब त्यस्तै हो तिमी जस्तो हजारौँ पाउँछु तर तिमी मन परेको बलिया फेरि गइदिउँ क्या हो त्यो 7 नम्बरमा खोडालेर मैले त्यही हो मेरो रानी छाडी आएको मैले मेरो गाउँमा के त हो त मेरो साउ यो त्यही हो त मैले छाडी आएको मैले मेरो रानी त्यो 7 नम्बर गाउँमा काट्दिन्छु बाई फेरि कहिले हात औली बोल्ने गर्न सोचेर मुजी के बोलिरहेको चाडाहरू गोटी खाइरहेको पछि पाएहरू दाइलाई इज्जत गर्ने कसरी हो भनेर सिकाउँछु बरु भोलि हेर फ्री स्टाइल यस्तै हो अगाडि शब्दहरू नराम्रो नबोलेस् नत्र फोटो आउला तेरो पनि फ्री स्टाइल हो बरु मुली जस्तो हान्न सक्छस् बरु फर्का मलाई भोलि है त यस्तै हो जहिले पनि तालहरू जहिले दामी हुन्छ खालि मेरो सालहरू जस्तो भए पनि फ्री स्टाइल हो फ्रेस तालमा केही छैन लेखिस् भने लेखिस् न त के नै सपोर्ट हुन्छ त्यस्तो लाइकहरू कमेन्टहरू खतरा आउँछ तेरो तर मेरो आउँदैन केही भो त मलाई चाहिँदैन त्यस्तो मुजी फेकहरू लाइक कमेन्टहरू चले हो त्यस्तो गरौँ भनेर यतिकै हेर्न चञ्चले मेरो मन जहिले पनि सम्हाल्न गाह्रो हुन्छ किन भनेर यतिकै सुनाउँछु मैले जहिले